दिलबहादुर छेत्रीलाई हार्दिक श्रद्धाञ्जली। एउटा कविता वाचन गर्दैछु यो शीर्षकमा। एउटा घाम अनन्त ज्योति सरिका नेपाल साहित्यका, जिउँछौ देह गएर के छ र यहाँ बाँचिरहेछौ सदा। तिम्रो भौतिकता रहेन जगमा, निस्तब्धता छौँ सबै, गाथा कोर्न तयार हरदम भयौँ तिम्रा सदा कार्यकै। तिम्रा चिन्तनको सदैव जगले त्यो ओतका खातिर, आभारी दुनियाँ छ गर्दछ सदा सम्झन्छ नै हरदम। प्याला छन् अनगिन्ती पिउँछ दुनियाँ प्यासी बनी सिर्जना, मेटिन्छन् सबका पिएर मनका त्यो ज्ञानका तिर्सना। तिम्रा भौतिकको अभाव जहिले खड्किरहे तापनि, जिउँछौ पाठकका उदार दिलमा बस्छौ म भित्रै पनि। बाहौ बालकका सदा जगतका आमा भए सिर्जना, छोड्यौ ज्ञान सदा सदा मनुजका मेटिदिने तिर्सना। यस्तै प्राकृत धर्म हो सबजना जानै छ जानै तर, आशीर्वाद सदैव पाउन सकौँ आनन्दका खातिर। बाँधेको कर अञ्जली कुसुमले लिँदै पवित्र पनि, श्रद्धा साथ चढाउँदैछु मनले हे लीला श्रद्धाञ्जली। बाँधेको कर अञ्जली कुसुमले लिँदै पवित्र पनि, श्रद्धा साथ चढाउँदैछु मनले हे लीला श्रद्धाञ्जली।